उच्च रक्तचापको विषयमा बोल्दाखेरि रुल अफ 50 भन्ने कुरा छ हामीलाई। रुल अफ 50 भनेको 50% मानिसलाई हाइपरटेन्सन छ भन्ने कुरा चाहिँ थाहा नै हुँदैन र त्यसमध्ये थाहा पाएको मध्ये 50%ले चाहिँ ट्रिटमेन्ट लिँदैन र ट्रिटमेन्ट लिएकाहरूमध्ये 50% को बिपी चाहिँ कन्ट्रोलमा हुँदैन है। कन्ट्रोलमा भएका मध्येहरूको 50%ले चाहिँ मात्र रेगुलर फलोअपमा आउनुहुन्छ। जस्तै मानौँ एउटा उदाहरणको लागि 100 जनामा 50 जनालाई मात्र थाहा हुन्छ कि हाई बिपी छ भन्ने कुरा र 50 जनालाई त थाहा नै हुँदैन र बाँकी 50 जना थाहा भएकोमा चाहिँ 25 जनाले मात्र औषधि खानुहुन्छ र औषधि खानेहरू मध्येमा पनि त्यसको 50% भनेको 12 देखि 13 जनालाई मात्र बिपी कन्ट्रोल हुन्छ र त्यसमा पनि रेगुलर फलोअपमा आउने भनेको त्यसको 50% हो, 6-7 जना मात्र रेगुलर फलोअपमा आउनुहुन्छ। त्यही भएर रुल अफ 50 भनेको यो हाम्रो साइलेन्ट किलर रोग हो नि त, हाम्रो हाइपरटेन्सन उच्च रक्तचाप, त्यसैको स्क्रिनिङको लागि अवेरनेसको लागि चाहिँ बनाएको एउटा नियम हो भन्ने जानकारी दिन चाहन्छु। अब यो सबै त हामीले जानकारी पायौँ के भइरहेछ भनेर। अब बाँकी जुन 50% जसलाई थाहा नै छैन कि आफूलाई प्रेसर छ, उहाँहरूको के भइरहेछ होला त? केही न केही गडबडी त भइरहेछ। प्रेसरलाई यत्तिकै साइलेन्ट किलर त भने होइन। त्यही 50% जसलाई थाहै छैन त्यसलाई नै साइलेन्टली किल गर्ने भएर नै होला सायद यसलाई साइलेन्ट किलर भन्ने। यो त अब कसरी प्रेजेन्ट गर्नुहुन्छ? उहाँहरूलाई त प्रेसर छ तर आफूलाई थाहा छैन, तर लास्टमा 81 मलाई पहिला केही पनि थिएन, 81 220/130 लिएर आउनुहुन्छ प्रेसर। अनि हाइपरटेन्सिभ इमर्जेन्सी अर्जेन्सीमा ल्यान्ड गर्नुहुन्छ। त्यो पनि हाम्रो इमर्जेन्सीमा नै आउनुहुन्छ उहाँहरू जस्तो नहुने थाहा नहुने बिरामीहरू त धेरै इमर्जेन्सीमा आउनुहुन्छ। अनि त्यो चाहिँ फेरि हाम्रो इन्टर्न डक्टरले पनि हेर्नु भएको छ होला नि यहाँ त होइन? त्यो दृश्यहरू के देखाएको छौ त तिमीले यहाँ एज अ इन्टर्न डक्टर काम गर्दा? इमर्जेन्सीमा चाहिँ पेसेन्टहरू हाइपरटेन्सिभ अर्जेन्सी इमर्जेन्सी लिएर आउनुहुन्छ। हाइपरटेन्सिभ इमर्जेन्सीमा चाहिँ स्ट्रोक भयो जसलाई चाहिँ पक्षघात भनिन्छ, त्यसरी चाहिँ पेसेन्ट ल्यान्ड गर्नुहुन्छ। अनि अर्को त एमआई पनि भएर आउनुहुन्छ नि होइन? देखाएको छौ नि दिनकै 2-3टा आउनुहुन्छ होला एमआई त? एमआई दिनकै 2-3वटा आउनुहुन्छ। त्यही मोस्टली हाइपरटेन्सिभ पेसेन्टहरू हुनुहुन्छ। एमआई भनेको एउटा चाहिँ हाम्रो मुटुको कोरोनरी आर्ट्रीमा ब्लक हुने अवस्था हो, जसले गर्दाखेरि मुटुको मासुहरूमा रगत जाँदैन र त्यो मासु काम गर्न छोड्ने अवस्था हो। यसलाई एकदम सरल गरी भनेर बुझाउँदैछु म। साधारण भाषामा एमआईलाई हार्ट एट्याक भनेर हाम्रो समाजमा चिन्ने गरिन्छ। अघि त हामीले स्ट्रोकको बारेमा अनि स्ट्रोकको लक्षणहरू भन्यौँ कि कस्तो कस्तो लक्षण हुँदा स्ट्रोक हुन्छ या प्रेसरले हानेको भन्छौँ नि हामी। प्रेसरले हानेको एउटा अवस्था भनेको स्ट्रोक अथवा पक्षघात हो भने, अर्को प्रेसरले हानेको अवस्था मुटुलाई हान्यो भने चाहिँ जुन भन्छौँ नि हान्यो प्रेसरले कहाँ हान्यो भने त्यही हिसाबको लक्षण आउँछन्। अब टाउको नसालाई हान्यो भने चाहिँ स्ट्रोक पक्षघात हुन्छ, मुटुको नसालाई हान्यो भने ब्लक गर्यो भने चाहिँ हार्ट एट्याक आउँछ। हार्ट एट्याकको लक्षणहरू भन्थ्यौ त बहिनी? हार्ट एट्याक भयो भने चाहिँ त्यतिखेर पेसेन्टहरूलाई छाती दुख्ने हुन्छ, छाती दुख्ने लेफ्ट साइडतिर एकदम दुखेर आउँछ पेसेन्ट। अनि त्यसपछि उसको दुखाइ चाहिँ हातहरूतिर सर्ने, अनि त्यसपछि गएर यो घाँटी जहरूतिर सर्ने, त्यस्तो खालको पेन लिएर आउँछ। त्यस्तै गरेर कुनै पेसेन्टहरूले चाहिँ नजिया डिजिनेसहरू, अनि त्यसपछि सर्टनेस अफ ब्रेथहरू भएर आउँछ, जस्तै सास फेर्न गाह्रो भयो, चक्कर लागिरहेछ, त्यस्तो भनिरहेको पनि। यहाँ त तर धेरै बिरामीहरूले चाहिँ मलाई ग्यास्ट्रिक भयो भनेर पनि आउनुहुन्छ नि, उहाँलाई